मेरो नाम ममता मेहता, हरिनगर गाउँपालिका वडा नंबर 5। म तुलसी जीवन विकास केन्द्रको 35 नंबर केन्द्रको प्रमुख। अरू संस्थाबाट यसमा धेरै फरक छ। यसमा सबभन्दा पहिलो यसमा अनुशासन छ। अनुशासन भएपछि यसमा जति पनि सदस्य हुन्छ तब अनुशासनमा बस्छ। सुरुमा एउटा मन्त्र छ, प्रतिज्ञा गरेपछि त्यसपछि बसेर किस्ता सुरु हुन्छ। यस जीवन विकासमा ऋण लिँदा धेरै सहजता छ। बिना धितो यसमा ऋण दिन्छ। अब जस्तो छ यसमा जस्तै धितो दिएपछि त 4 किल्ला प्रमाणित गर्नुपर्छ। त्यसमा त्यस्तो छैन, 4 किल्ला छेउमै नै बसेको हुन्छ सदस्यहरूलाई। त्यो सुविधा धेरै छ त्यसमा। यो संस्थामा आएपछि प्रगति त धेरै म भन्दा पनि अरू सदस्यलाई पनि धेरै प्रगति भएको छ। जस्तै केन्द्रहरूमा हाम्रो केन्द्रमा शिक्षा ऋण बढी लिएको छ। जसमा शिक्षा ऋण लिएर यसमा इन्जिनियर पनि बनाएको छ। त्यसमा सदस्यको नाम हो सरस्वती देवी मेहता, डाक्टर पनि बनाएको छ। त्यसपछि ऋण लिएर मिल पनि खोलेको छ। व्यवसाय ऋण पनि छ यसमा सुविधा, ऋण पनि मिल खोलेको छ। त्यसपछि अरू जस्तै मोटरहरू किनेको छ, कृषि ऋण लिन्छ। ऋण लिएर मकै खेती गरेर धेरै उत्पादन। समस्या त यो लकडाउन पछिको बढी समस्या भएको छ। लकडाउन भन्दा पहिला थिएन। समन्वय त भइहाल्छ। जीवन विकासले एकमुष्ट पैसा दिन्छ। अहिले गाउँ समुदायमा गएपछि 3% दिन्छ। त्यसो बुझाइ सम्झाएर होइन ठिक छ भन्छु, म तिर्छु।